सो हेलो गाइज। सो आज चाहिँ म तपाईहरुलाई आफ्नो होम वर्कआउट गर्ने ठाउँ देखाउँछु। सो यो चाहिँ मेरो होम वर्कआउट गर्ने ठाउँमा भएको सामानहरु। यता चाहिँ सानैबाट सुरु गरौँ है त। यो चाहिँ सानै हो हैन। यिनीहरु चाहिँ बनाउन सिमेन्ट र पाल बनाएर छोड्दिएको। अरु चाहिँ बनेको छ। यता ढोक्रोहरु छ। यता साइडमा दुईटा मुढाहरु छ। यो चाहिँ यसो पुसअपहरु गर्नको लागि हो। यो बोतल चाहिँ त्यतिकै राखे है। बोतलमा नि माटो भरेछ। सो यिनी गरौँ छ वेट चाहिँ यसको। सो गाइज तपाईहरु नि होम वर्कआउट गर्नुहुन्न भने त्यो चाहिँ गर्नु होला। किनभने होम वर्कआउट चाहिँ एकदम जरुरी छ। यसले चाहिँ हाम्रो बडी बन्छ अब हैन, स्वस्थ रहन धेरै मद्दत गर्छ गाइज। यी मेरो चाहिँ सानै ठाउँ छ, त्यही नि मैले बनाइदिएको। म चाहिँ अब वर्कआउट गर्ने समय चाहिँ हुन लाग्यो मेरो चाहिँ। अब एकछिनमा चाहिँ वर्कआउट गरेर आउँछु गाइज। यतातिर यस्तो छ। यो चाहिँ मेरो घर भइहाल्यो। यही हो गाइज मेरो वर्कआउट गर्ने सामान चाहिँ। कस्तो लाग्यो कमेन्ट गर्नु होला।